न्युक्लियर साइन्स एन्ड इन्जिनियरिङमा नेपालीहरूको सङ्ख्या कस्तो छ अथवा विशेषज्ञता के छ भन्ने विषयमा हामी अध्ययन गर्ने कोसिस गरेका छौँ र यसलाई हामीले 4 भागमा विभाजन गरेर यसलाई चाहिँ हेरेका छौँ। पहिलो नम्बरमा हेरौँ हामी न्युक्लियर केमिस्ट्री पढ्ने नेपालीहरूको सङ्ख्या देखिँदैन। त्यस्तै न्युक्लियर फिजिक्स पढ्ने नेपालीहरू पनि देखिँदैन। त्यस्तै न्युक्लियर इन्जिनियरिङमा विशेषज्ञता हासिल गर्ने नेपालीहरू पनि देखिँदैनन्। त्यस्तै न्युक्लियर मेडिसिन पढ्ने मानिसहरूको सङ्ख्या अथवा नेपालीहरूको सङ्ख्या चाहिँ लगभग 16 जना छ भनिएको छ। भन्नुको मतलब 16 जना चाहिँ कस्तो हो भने न्युक्लियर मेडिसिनको स्पेसलिस्टहरू हुनुहुन्छ भन्ने रफ एउटा डाटा चाहिँ हामीले प्राप्त गरेका छौँ। यसरी हेर्दा प्रत्येक वर्ष नेपाली विद्यार्थीहरू 30 देखि 40 हजारसम्म कक्षा 12 मा विज्ञान संकाय पढे पनि न्युक्लियर साइन्स र इन्जिनियरिङ विषयमा नेपालीहरूको सङ्ख्या 0 छ। यसतर्फ नेपाली विद्यार्थीहरूले रुचि बढाउनुपर्छ, देखाउनुपर्छ, विशेषज्ञता हासिल गर्नुपर्छ।